Hello guys, this is Jolie Bantawa. Welcome to my another vlog. आज चाहिँ म तपाईहरुलाई मुडे हुँदै देउराली हुँदै सैलुङसम्म हामी पुगेको भिडियो तपाईहरुलाई देखाउने छु। आज चाहिँ अलिकति हामी गाडी चाहिँ सैलुङको हाफवे सम्मै जान्छ, तर हामीले चाहिँ हाइकिङ गर्ने भनेर चाहिँ मुडेबाटै हामीले हिँड्दै गएको। गाडी त जान्छ तर नर्मली हामी चाहिँ हिँड्दै गएको। अनि हामी चाहिँ त्यस्तै 4-5 आवर 6 आवरै लाग्यो होला। अलमोस्ट हामी यता देउराली पुग्न लागिसक्यो। त्यसपछि माथि होटलमा आइपुग्छौँ। होटलमा यहाँ हामी त्यो माथि डाँडा देखिरहेको ठाउँ चाहिँ सैलुङ हो रे। अनि हामी यहाँ होटलमा चेक इन गर्छौँ। हाम्रो सामानहरू अलि हेभी सामानहरू यहाँ राख्छौँ अनि हल्का हल्का सामान मात्रै लिएर जान्छौँ। अनि बिचमा हामी अलिक साथी फोटोसुट पनि गर्छौँ। अलि जोक्स कुराहरू पनि गर्दै हाँस्दै जान्छौँ। हाम्रो वे चाहिँ अलिकति स्टेप्स भए पनि हामी चाहिँ अलिकति फन वेमा एकदमै थाकेर हिँड्ने गरी, नो प्रेसर, एकदम स्लोली हाइकिङ गरेको। अनि फर्स्टमा हिँड्दा चाहिँ अलिकति जाडो थियो, त्यही भएर मैले हुडीहरू लगाइरहेको छु। अनि हिँड्दा अलिकति गर्मी भएपछि चाहिँ फेरि मैले अब हुडी खोलेर फेरि गर्छु, फोटोसुट गर्छु। अनि यो चाहिँ भेज चाउचाउ 50 रुपिस रे, यो जुस 150 अनि पानी चाहिँ 50 रुपिस। यता चाहिँ अलिक टाढा भएको भएर एक्सपेन्सिभ भएछ। यो चाहिँ हाम्रो फेरि अर्को स्टेप स्टार्ट भयो। यसपछि हामी जङ्गल जान्छौँ। अनि चाउचाउ र जुसहरू खाँदै हामी चाहिँ अलिकति ड्राई पिक्ने हिसाबले पनि खाँदै हिँडेको, किनभने बसेर खायो भने हामीसँग अलिकति टाइम छैन। त्यही भएर हाम्रो बाटो एकदम अलिक टाढै छ माथि टपमा पुग्नलाई। यो सैलुङलाई चाहिँ मिनी ग्रेट वल अफ नेपाल भन्दै रहेछ। यो चाहिँ डाँडा भएको भएर। अनि यताको चाहिँ यो चौरी गाईको भ्यूहरू पनि पाउने रहेछ अनि जडीबुटी पनि पाउने रहेछ। अनि यो फेरि फोटोसुट एकछिन गऱ्यौँ साडीमा हामी सबैजनाले। अनि यहाँ चाहिँ मजाले घाम लागिरहेको रहेछ, त्यही भएको भएर एकछिन भिडियो सुट गर्छौँ। त्यसपछि यहाँ दुईजना चाहिँ पिक्चर राम्रो आएन भनेर बाजिरहेछ। हामी चाहिँ अब डाँडा जाँदाखेरि जहाँ राम्रो फोटो आउँछ त्यस्तै फोटो खिच्दै जान्छौँ। अनि यहाँ कुनैले साडी लगाएर हिँडिरहेछ, त्यही फोटो खिच्नलाई टिकटक बनाउनलाई। अनि यहाँ चाहिँ म चाहिँ एकछिन हामी रेस गर्दैछौँ। मेरो साथीहरू चाहिँ टिकटक बनाउँदैछ अनि म चाहिँ गीत सुन्दै इयरफोन सुन्दै गीत सुन्दै बसिरहेको छु। मेरो साथीहरूलाई पर्खिँदैछु। अनि त्यसपछि हामी माथितिर लाग्छौँ। अनि यहाँ त्यसपछि माथि गुम्बा देखिरहेछ, त्यहाँ माथि हामी पुग्नु पर्ने हो। हेर्दा चाहिँ नजिकै छ तर हामी अलिकति हिँडेर जाँदा एकदम टाइम नै लाग्छ। अब यहाँ चाहिँ अलमोस्ट सनसेट नै हुन लागिसकेको छ। यो चाहिँ लास्टको काम हो। म चाहिँ हिँडिसकेको छु। मेरो साथीहरू चाहिँ तल आउँदैछ होला, कुनै पुगिसकेछ। अनि यो चाहिँ सबै मिनी ग्रेट वल अफ नेपाल, सबैमा डाँडै छ। यी पछि इन फ्युचरमा गभर्मेन्टले
यो सबै स्टेप्स बनाउनु भयो भने चाहिँ मिनी ग्रेट वल अफ नेपाल पनि हुन्छ अनि टुरिस्टहरू पनि धेरै आउनुहुन्छ होला सायद, किनभने पास्ट 6 months अगो म चाहिँ चाइना गएको थिएँ। चाइनामा चाहिँ यस्तै डाँडालाई ग्रेट वल बनाएको छ। मैले त्यहाँ पनि 12 किलोमिटर चाहिँ गरेको छु। अनि यहाँ चाहिँ आज आएको छु। मेरो साथीहरू सबैजना भिडियो बनाउनु टिकटकतिर बिजी छ होला सायद, अनि त्यही भएर म मात्र छु यता। म फर्स्टमा सबै यो गुम्बा भिजिट गर्छु। अनि यहाँ भ्यू टावर पनि छ अरे, भ्यू टावरमा पनि हामी चढ्छौँ लास्टमा। फर्स्टमा म 3 राउन्ड गर्छु यो स्तूपालाई, त्यसपछि मात्रै भ्यू टावरमा हामी चढ्छौँ। अब चाहिँ अलमोस्ट सनसेट हुनु लागेको छ। सनसेट हुनुभन्दा अगाडि नै हामी भ्यू टावरमा चढ्नु पर्नेछ। अनि यता एकदम जाडो पनि भइरहेछ। मलाई अलिकति चिसो पनि चिसो लाग्दै म आएको। अझ मलाई डबल चिसो चाहिँ लाग्छ, मलाई थाहा छ। त्यही पनि म माथि भ्यू टावर चढेर मात्रै म फर्किन्छु। अनि हामी अलमोस्ट भ्यू टावर चल्दैछ। भ्यू टावर पुगिसक्यो अनि एकदमै हावा चलिरहेछ यसमाथि चाहिँ। त्यही पनि यहाँदेखि भ्यूहरू चाहिँ सबै देख्नु भएको भएर जति जाडो भए पनि हामीले चाहिँ भ्यूहरू चाहिँ हेरिसकेपछि हामीले एकछिन फोटोसुट पनि गर्छ। अनि यता बुद्धले दर्शनहरू गर्छ। त्यसपछि हामी अलमोस्ट अब सनसेट भइसकेको छ। सनसेटको लास्ट भिडियो खिच्छु म। लास्ट भिडियो खिचिसकेपछि हामी तल चढ्छ। फाइनली सनसेट भइसकेको छ। अब राति पनि भइसक्यो। हामी धेरै तल चढ्नु छ। हामी आज चाहिँ अलिकति धेरै नै राति हुन्छ होला सायद तल चढ्दाखेरि। हामी यहाँदेखि चढ्दाखेरि त्यस्तै 1 घन्टा जति त लाग्छ होला। 1 घन्टामा चाहिँ हामी झरिसक्छ होला। त्यसपछि हामी चिया खान्छौँ। रिम्पुचे गुल्ला पनि भेट्छ। अनि हामी यहाँ आइसकेपछिको चाहिँ धेरै जाडो भएको भएर आगो ताप्छ। आगो तापिसकेपछि खाना खान्छ। खाना खाइसकेपछि चाहिँ हामी एकछिन गेमहरू पनि खेल्ने भनेर कुरा छ। हेरौँ, एकजना हाम्रो साथी सुतिसकेको छ। अनि फेरि हामी अब उनो खेल्छौँ। ओके, बाई बाई, गुड नाइट। अब म सुत्छु। राति 12:30 भइसकेको छ होला। अनि भोलि गुड मर्निङ। हामी भोलिपल्ट उठिसकेर अब हामी प्लानिङ गर्दैछौँ लालीगुराँस टिप्नलाई। अनि अलिकति माथि जान्छौँ। फाइनली हामीले लालीगुराँस भेटिसकेको छ। एकजना हाम्रो साथीले चाहिँ लालीगुराँस नटिप्नु पाप हो भनिरहेछ। त्यही पनि हामीलाई कन्ट्रोलै भएन। त्यही भएर लालीगुराँस हामीले टिप्छ। यो लालीगुराँस चाहिँ खासमा हामीले फाल्नलाई चाहिँ होइन, एकछिन भिडियो पनि एकछिन टिप्छ अनि भिडियो गर्छ, सुट गर्छ। त्यसपछि हामीले घर लग्छ। यो चाहिँ मेडिसिनको लागि पनि युज गर्न मिल्छ अरे। त्यही भएको बेला चाहिँ म घर पनि लग्छु। अनि हामी यहाँ भिडियो गर्छ। भिडियो गरिसकेपछि हामी यहाँदेखि फर्किन्छौँ। टाटा बाई बाई, सैलुङ, यति नै हो।